गुण्डा नायकको राइट ह्यान्ड महेश बस्नेतले अहिलेको सरकारलाई ओपन च्यालेन्ज गरिरहेको छ र केपी ओलीलाई समातेर मात्र देखा अनि परिणाम देख्ने छस् र बालेन गुड्डु गए किमा बनाइदिने उनको योजनाले सार्वजनिक गरेका छन् र गुण्डा तथा भ्रष्टाचारी लुटेराको नायके केपी ओलीले अहिलेको प्रधानमन्त्रीसँग नभाग्ने र कुनै डर नभएको साथै अहिलेको गृहमन्त्री ओम प्रकाशको नाम गृहमन्त्री हुनु अघि नसुनेको र गृहमन्त्री बाबुलाई धेरै नचम्किन सम्हालिन सल्लाह दिन चाहन्छु भन्दै भाषण गरेका छन्। यति हुँदा पनि प्रधानमन्त्री र गृहमन्त्री टुलु हेरेर मात्रै बसेका छन्। गृहमन्त्री ओम प्रकाश तिनै व्यक्ति हुन् जसले केपी विरुद्ध टी स्टेट काण्डको उजुरी दिएका थिए, तर अहिले उनी त्यो ठाउँमा छन् जहाँ देश र जनताको रक्षा र प्रत्येक भ्रष्टाचारी हत्यारालाई ठाउँको ठाउँ कारबाही गर्न सक्छन्। तर गृहमन्त्री ओम प्रकाशले गर्न भने केही पनि सकेका छैनन् र गर्ने जोस आँट पनि केही देखिएन। भिडियोमा अघि बढ्नु अघि सबै नेपाली जनतालाई यो आवाज सबै सामु पुर्याउन भिडियोलाई लाइक शेयर गर्न र यस्तै भिडियो बनाउन हौसला दिन मेरो फेसबुक, युट्युब र टिकटक जहाँबाट हेर्नु भएको भए पनि फलो गर्न नभुल्नुहोला। तपाईको एक फलोले मेरो हौसला हजारौं गुणा बढ्नेछ। बाँकी भिडियो पुरा हेरेर प्रतिक्रिया दिन भने नभुल्नुहोला। हत्यारा र भ्रष्टाचारी समाउनु पर्ने ठाउँमा हत्यारा र भ्रष्टाचारी चाँडो समाउ, देश र जेन्जीको माग पूरा गर भनेर माइती गराएका डाक्टर निकोलस भुसाललाई प्रहरीले गिरफ्तार गरेको छ। अब बालेन सुदन गुरुङ र त्यसपछि जेन्जीहरूलाई क्रमशः गिरफ्तार गर्दै जाने निश्चित छ। रवि लामिछानेलाई अरू कैदीको र रविको सुरक्षाको लागि जब जेलबाट निकालियो तब यही नयाँ सरकार बनाउनेहरूले जेलबाट भाग्यो भनेर हल्ला फैलाए र सामाजिक सञ्जालको दुरुपयोग गर्दै रवि विरुद्ध आवाज उठाएर भिडियो बनाउन लगाइयो र रविलाई आफू र सबै कैदीलाई भगाउने जिम्माको भागीदार जस्तो बनाइयो, किनकि जेन्जीले रविको नाम लिगेको खण्डमा बाँकी सबै ओझेलमा पर्ने थिए भने भ्रष्टाचारी र हत्यारा पनि रवि आए आफू कोही बाँकी नरहने पक्कामा थिए र अहिलेको सरकार जेन्जीको माग विपरीत हुन् तर जेन्जीकै माग अनुरूप बनेको जस्तो भाष्य निर्माण भइसकेको छ। विदेशी दलाल सबै सल्बलाइसकेका छन्। अब जेन्जीको नाममा अझै कति बलि चढ्ने हो र जेन्जीको नाममा कति राजनीति हुने हो थाहा छैन। हर्क साम्पाङ म बनाउँछु देश, म जिम्मा लिन्छु, म जेन्जीको माग सम्बोधन गर्छु भनेर धरानदेखि काठमाडौँ आउनुभयो, तर उहाँलाई सरकारको हिस्सा बनाइएन किनकि उहाँ विदेशी दलाल बन्न सक्नु भएन। उहाँ असली नेपाली जो विदेशी सामु शिर झुकाउन सक्नु भएन। प्रत्येक नेपालीले पुरानो र अहिलेको नयाँ सरकारको खेल देखिसके र पुरानोबाट भन्दा नयाँ सरकारदेखि अझै बढी रुष्ट बनेका छन्। यदि अझै पनि रवि जस्तो मान्छे प्रधानमन्त्रीमा नहुने, हर्क जस्तो मान्छे गृहमा नहुने हो भने न जेन्जीको माग सम्बोधन हुन्छ न देशले न्याय पाउँछ। यहाँ यति मात्र भएर पनि पुग्दैन। रवि र हर्क जस्तो मान्छेलाई सरकारमा आएपछि अघिल्लो सरकारहरूले चुनेका प्रहरी प्रमुखदेखि सर्वोच्चका न्यायाधीशहरू र नेपाली सेना प्रमुख तथा जति पनि ठुला ठुला सरकारी पद धारण गरेका मान्छेहरू छन् जसलाई अघिल्लो सरकारले ल्याएको हो र जो अघिल्लो सरकारसँग भ्रष्टाचारमा नाम जोडिएको छ उनीहरूलाई बर्खास्त गर्नुपर्छ र नयाँ जोस जाँगर भएको भ्रष्टाचारी होइन राष्ट्र सेवक नियुक्ति गर्नुपर्छ, किनकि तिनीहरू बाँकी रहन्जेल कुनै पनि काम सही ढङ्गले अघि बढ्दैन, किनकि उनीहरू पनि भ्रष्टाचारी र हत्यारा सरकारको दान र दक्षिणाबाट ढाडिएर बसेका हुन्। तपाईहरू यदि असली जेन्जी र नेपाली हो भने 2 दिनभित्र रवि र हर्कलाई सरकारमा ल्याउन दबाव सिर्जना गर्नुहोस् र शान्तिपूर्ण हिसाबले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेर रवि र हर्कलाई प्रधानमन्त्री र गृहमन्त्री बनाउन माग गरौँ, जसले हामीलाई न्याय दिन्छ, जेन्जीको माग सम्बोधन गर्छ र देशलाई सही बाटोमा डोर्याउनेछ। यो खेलमा नेपाली सेना र राष्ट्रपतिको ठूलो भूमिका रहन्छ। त्यसैले नेपाली सेना र राष्ट्रपतिलाई जनताको माग सम्बोधन गर्दै ती तमाम भ्रष्टाचारी र हत्यारालाई कारबाही गरेर चुनावसम्म नेपाली सेनालाई रोडमा उतारेर जनता र देशको सुरक्षा गर्न आह्वान गर्नुपर्छ, किनकि कुनै पनि बेला विदेशी दलालले कुनै पनि खेल खेल्न सक्छन्। त्यसैले पुरै देश र विशेष काठमाडौँमा नेपाली सेनाले सुरक्षा धेरैभन्दा धेरै ध्यान दिनु जरुरी छ। अब सबै नेपालीले जेन्जीको माग पूरा गर्न र देशको रक्षा गर्न रवि र हर्कलाई प्रधान र गृहमन्त्री बनाउनु पर्छ। यो गर्न यति सजिलो छैन। यो सब गर्न हस्पिटलको बेडमा लडेका जेन्जीका भाइ बहिनीले नेतृत्व लिएर सडकमा उत्रिनुपर्छ र उनीहरूलाई हामी सम्पूर्ण नेपालीले साथ दिनुपर्छ। ती बेडमा लडेका जेन्जी भाइ बहिनीलाई सोध्न चाहन्छु, आर यु रेडी टु कम आउट अन टु द स्ट्रिट्स अगेन टु फाइट फर योर डिमान्ड्स एन्ड प्रोटेक्ट द नेसन?